युरोपको ठाउँमा पनि होइन, यो अब यो पिपलको रुख भने चाहिँ हाम्रो यो विष्णुको अवतार होइन र होइन र यति महत्त्व रहेछ होइन। युरोपमा पनि यति राम्रो यसको लागि यति संरक्षण गरेको छ होइन। हाम्रोतिर चाहिँ अब त्यति साह्रै संरक्षण अथवा त्यसको भ्यालु नगरे जस्तो गरिन्छ होइन। पुज्ने ठाउँमा पुजिन्छ, तर यहाँ हेर्नु न कति राम्रो संरक्षण छ होइन। पानीको व्यवस्था छ राम्रो। अनि हेर्नु यो पिपल जति पनि छ सबै पिपलको बोटहरू छ। अगाडि स्वामी ल हेर्नुहोस् त। ल सर, तपाईँ यो पिपलको बारेमा केही जानकारी दिनुहुन्छ कि? यो पिपल भनेको हाम्रो विष्णुको अवतार हो होइन। हजुर। यहाँ पनि हाम्रो धर्मलाई यसरी संरक्षण गरेको छ हामीले। हजुर। यस्तो संरक्षण गरेर राखेका रहेछन्। यही नै खुसीको कुरो हो। तर यो रुख यति राम्रो सिक्नुपर्ने कुरो चाहिँ के हो भने यस्ता पिपलका रुखलाई संरक्षण गर्नुपर्छ। यसले अक्सिजन धेरै दिन्छ भन्ने सबैले थाहा पाउँछ। यो युरोको मान्छेलाई यसरी थाहा हुने, तर हामी त यो के अरे पिपलको बुढलाई त हामीले एउटा बिहानैदेखि पुज्ने ठाउँ हो होइन। संरक्षण अलि नभएको हो कि जस्तो लाग्छ, जो हामीले यसको भ्यालु नदिएको हो कि। युरोपका मान्छेले यति भ्यालु दिएर यति संरक्षण गरिरहेछन् भनेपछि हामीमा किन यस्तो कमी हो भन्नु खोजेँ। हामीमा धेरै कमी कमजोरीहरू छन् होइन। हामीले यसलाई सुधार्दै लानुपर्छ होइन। हामीले हाम्रो धरोहर चाहिँ कसरी सुधार्ने भन्ने कुरो हामीले आफूले बुझ्नुपर्छ होइन। हजुर। सबैजनाले हामी युवा एकजुट भएर हाम्रो धरोहरलाई यसरी संरक्षण गर्नुपर्छ भन्ने कुरो चाहिँ सबैले बुझ्नु होला होइन। यो पिपल भनेको चाहिँ हाम्रो परपूर्व कालदेखि हाम्रो धर्मशास्त्र अनुसार विष्णुको अवतार मान्ने कारणले गर्दा हामीले सानैदेखि जाने हुन्छ, पूजा गर्दै आएको। यो यहाँ यो धरोहरलाई यसरी राखेको देख्दा चाहिँ हामी खुसी छौँ। पिपल छ प्लस स्वामी पनि साथसाथमा छ होइन। जति पनि नेपालमा हुने रुखहरू भयो, अनि तुलसीको बोटहरू पनि धेरै ठाउँमा रोपिएको देखिन्छ होइन। र त्यसको बासना कतिर बामरी भयो, तुलसीहरू भयो, यस्तै अनि यो पिपलहरू भयो, प्लस यो स्वामीहरूको यति राम्रो संरक्षण गरेको छ। त्यस्तै हामी कोही स्वार्थ दुनियाँमा त छैन भन्नु। हामी स्वार्थी दुनियाँ होइन। हामीले हामीलाई कसरी संरक्षण गर्ने, कसरी यसलाई अगाडि बढाउने भन्ने कुरो चाहिँ होइन सबैजना एकजुट भएर यसरी अगाडि बढाउने सानो सानो कुरोलाई ध्यान दियौँ भने हामी आफै अगाडि बढ्छौँ होइन। अनि युरोपको मान्छेले यसरी बुझ्दाखेरि हामीले के कमी भएको छ? युरोपमा यति राम्रो समस्या भइरहेको छ, यसको पानीदेखि लगाएर यताउता यो यस्तो टन्टलापुर घाममा पनि कति राम्रो हरियाली छ होइन। फली पनि रहेको छ, कति मिठो चिसो हावा बस्न आएको छ। तर हामीलाई त गर्व लाग्छ नि त होइन। यो चाहिँ हामीमा अलिक बुझाइको कमी कमजोरी भएको जस्तो लाग्छ मलाई। हामीले हाम्रो यो इतिहास के हो, यसको बारेमा के हो भनेर बुझाउने मान्छे राम्रो नेपालीहरूले नबुझेको कारणले जस्तो लाग्छ। हेर्नुहोस् होइन, यो भनेको हाम्रो भगवान हो। हामीले चाहिँ साक्षात् भगवान देखेको हो। यो पिपलको सानो संरक्षण गर्नुपर्छ। सबैजनाले लाइक सेयर र सब्सक्राइब गरिदिनु। थोरै बहुत देशप्रति सानो ब्लगलाई होइन देशप्रतिको माया प्रति जो देशमा विभिन्न शिक्षा आन्दोलन विदेशमै भए पनि राम्ररी यो शिक्षक आन्दोलन जो चलिरहेछ, देशमा विभिन्न यो आन्दोलनका नाममा कहिले शिक्षकको आन्दोलन, कहिले राजाको वर्णन, कहिले विभिन्न पार्टीको दलको नाम, यसबारे केही छ देशवासीको लागि? नेतालाई केही भन्नुपर्ने केही छ एउटा सच्चा युवाको नाताले? अब नेतालाई भन्नुपर्ने हामीले खासै केही छैन होइन। 84सम्म हामीले बस्ने, 84मा चाहिँ हामीले एउटा राम्रो योग्य मान्छेलाई भोट दिएर जिताउने हामी यो अभियानमा लाग्नुपर्छ। अब भएका नेतालाई पनि हामीले दिउँ भने हामी अगाडि बढ्दैनौँ भन्ने कुरो हामीले बुझ्नु पर्यो। सबै नेपालीले यो कुरो चाहिँ बुझ्नु पर्यो। यो चेतना चाहिँ सबै नेपालीमा गाउँ गाउँमा ठाउँ ठाउँमा जसले बुझेका छन् तिनीहरूले बुझाउनु पर्यो। हामी अब झोले होइन, खाना जसको खाए पनि गर्ने मान्छेलाई र पढे लेखेका मान्छेलाई चाहिँ देश जिम्मा लागि होइन हामी अगाडि बढिन्छ, हाम्रो भविष्य उज्जवल छ भन्ने कुरो चाहिँ सबैले बुझ्नु होला। अनि देशको युवामा जति पनि जो दलको पछाडि जो नेताको जो अहिले विभिन्न आन्दोलन पछाडि लाग्यो, त्यो नेतालाई के भन्न चाहनुहुन्छ? खास गरी जो जति पनि यङ जेनेरेसन छन्, नयाँ युवा पिँढीको लागि जो पार्टीको नाममा पार्टीको पछाडि भाग्ने जो अहिले जेनेरेसन चलिरहेको जो आन्दोलनको नाममा उहाँहरूलाई के शिक्षा भन्न चाहनुहुन्छ? अहिलेका यङ जेनेरेसनले यो कुरोलाई राम्रोसँगले बुझेका छन्। अब आउने जेनेरेसनले पनि बुझ्नेछन् र जो पनि यी पुराना पार्टीदेखि दिक्क वक्क भइसकेका छन्, अब हामीले नयाँ बाटो सोच्ने, नयाँ उपाय अपनाउने हो। यी 8 पढेका 10 पढेका र यी पुराना नेता जतिलाई चाहिँ हामीले बहिष्कार गर्ने 84मा यो अभियान अहिलेदेखि नै 82देखि नै थाल्यो भने 84सम्म हाम्रो मिसन सक्सेस हुन्छ भन्ने मेरो चाहिँ धारणा हो। र सबै नेपालीमा यो कुरो चाहिँ मलाई जस्तो भएछ त्यस्तै तरिकाले भएर सबैले बुझिदियो भने हामीले हाम्रो देश राम्ररी बनाउन सकिन्छ। हामी यो प्रदेश युरोपको ठाउँबाट केही सन्देश दिन चाहनुहुन्छ खास देशमा रहने हाम्रो आम नेता यङ जेनेरेसनको उसको लागि? हामीले अब यहाँ बाहिरै बसे पनि अर्काकै देशमा बसे पनि हाम्रो देशको माया अटुट छ हाम्रो लागि।
हामी जहाँ जेसुकै जसरी बसे पनि हामी सदाका लागि नेपाली हौँ। नेपालमा बस्ने सबै दाजुभाइ दिदीबहिनी तथा बुवा आमा सबैलाई राम्ररी बस्नु, राम्रो गर्नु र अब देशका लागि केही गर्ने समय आएको छ। 2084 भित्र हामीले यो देशको परिवर्तन कसरी आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरो सबैले ध्यान राख्नु होला होइन। यो कुरो यो हाम्रो भिडियो चाहिँ सबैजनाले मेन चाहिँ सबैजनाले सेयर सब्सक्राइब गरिदिनु होला होइन। यही भिडियोको मार्फत म के भन्न चाहन्छु भने सबैजना स्वास्थ्य सुखी र मस्त रहनु होला भन्ने धन्यवाद। सानो एकदम मिठो यो भनाइको लागि धेरै धेरै धन्यवाद। अनि दुईवटा शब्द मेरो भाइको तर्फबाट भने केही हुन्छ कि देशप्रतिको माया त सबैलाई लाग्छ होइन, के छ त नि देशको यङ जेनेरेसन हामी यहाँ परदेशी भयो भने अलिक युरोपबाट भयो भने एउटा सानो भिडियो क्लिप बनाएको छौँ होइन, त्यसप्रति के तपाईँ के दुई चारवटा शब्द केही जान्छ कि मेरो भाइबाट? मलाई त बोल्नै आउँदैन त्यति होइन त्यसको बारेमा केही पनि छैन। दाइले जे भन्नुभयो त्यही हो। ल धन्यवाद। दाइले बाहिर पनि भन्यो देशप्रतिको माया छँदैछ होइन। हामी यति युरोपबाट भए पनि सबैलाई एउटा परदेशी चाहे युरोप भए पनि जुनसुकै देशमा भए पनि हामी परदेशी होइन। अहिले हामी अहिले युरोपतिरै पनि छौँ होइन। युरोपको कुन ठाउँ हो पछि अपडेट गर्दै गरौँ ल। धन्यवाद।